स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेश गर्न यहाँहरूले आज सूचना निकाल्नु भएको छ। त्यो कर्जा लिनका लागि के मापदण्ड पूरा गरेको हुनुपर्छ? अब यो खास स्टार्टअप उद्यम कर्जा भनेर नवीनतम ज्ञान, सोच, सिप र क्षमता भएका स्टार्टअप उद्यमी भनेर भन्छौँ हामीले। उहाँहरूको लागि यो सरकारले ल्याएको प्रमोट गर्न खोजेको हो। 3% ब्याज दरमा 5 वर्षको लागि 5 लाखदेखि 20 लाख रुपियाँसम्म कर्जा दिने होइन। र यसमा चाहिँ क्राइटेरियाहरू के छ भने उद्योगको रूपमा दर्ता भएको। उद्योगको रूपमा दर्ता भनेपछि यो 4वटा लेभलमा गर्न सकिन्छ। पालिका लेभलमा, स्थानीय तहमा वा वाडामा दर्ता हुन्छ, वा जिल्ला लेभलमा लघु घरेलु साना उद्योगकालयमा दर्ता हुन्छ, प्रदेशमा प्रदेश निर्देशनालयमा दर्ता हुन्छ, र संघीय लेभलमा उद्योग विभागमा दर्ता हुन्छ। यो 4वटा ठाउँमा कुनै ठाउँमा उद्योगको रूपमा दर्ता भएको। उद्योगको रूपमा दर्ता भनेको भन्दै गर्दाखेरि आइदर उत्पादनको रूपमा दर्ता भएको वा सेवाको रूपमा दर्ता। सेवा गर्नेले नि पायो, उत्पादनमुखीले नि पायो। प्यान र भ्याटमा दर्ता भएको, त्यसपछि नवीकरण गरेको, जहाँ दर्ता गर्ने निकायमा दर्ता गरिसकेपछि नवीकरण गरेको हुनुपर्छ। नवीकरणको सँगसँगै कर चुक्ता र अडिट रिपोर्ट, र सँगसँगै आफूले गरेको उद्यम व्यवसायमा के नवीनतम सोच छ वा के ज्ञान वा सिप लाएर काम गरेछ त्यसको एउटा स्वस्फूर्त रूपमा हामीले भलन्टरी रूपमा एउटा लेखेर दिनुपर्ने व्यवस्था गरेको छ। यति भएपछि त्यो क्राइटेरिया चाहिँ पुग्छ। र टेक इनेबल भनेर पनि भन्छ। प्रविधिको यदि प्रयोग गरेर वा प्रविधिको प्रयोग नगरिकन पनि उद्यम व्यवसाय गरेको छ भने त्यो पनि इन्क्लुड गर्नुपर्छ। एउटा फर्म हामीले डेभलप गरिदिएका छौँ, वेबसाइटमा राखेको छ। त्यो फर्म भरेर बुझाए नि हुन्छ, नभए अनलाइन सिस्टममा sams.idi.gov.np मा लगइन गऱ्यो भने त्यहाँ 12वटा स्टेप्सहरू छ, चरणहरू छ। त्यो 12वटा चरण सजिलोसँग छ। भर्दै गयो भने अनि लास्टमा डकुमेन्टहरू अपलोड गर्नुपर्छ। त्यो अपलोड गरेपछि सबमिसन हुन्छ। सुरुमा भर्दाखेरि मोबाइल नम्बर राखेपछि एउटा ओटिपी आउँछ। त्यो ओटिपी आएपछि त्यहाँ हालेपछि त्यहाँ भर्न सकिन्छ, र भरिसकेपछि लास्टमा सबमिसन भनेर स्क्रिनमा देखिन्छ। पछि हामीले यो सबै दर्ता भइसकेपछि पछि हामीले लिस्टै निकाल्छौँ। कतिजना यस्तो अनलाइन माध्यमबाट दर्ता गर्नुभयो, कतिजना म्यानुअल रूपमा दर्ता गर्नुभयो। अनि त्यसरी चाहिँ प्रक्रिया अगाडि बढ्छ। मूल्याङ्कन समितिको एउटा व्यवस्था गरेको छ कार्यविधिमा। मूल्याङ्कन समितिले मूल्याङ्कन गरेर क्राइटेरियाको आधारमा अनि यो अगाडि बढ्छ। प्रारम्भिक सूची निकाल्छौँ, त्यसपछि व्यावसायिक योजना प्रस्तुतिकरण गर्ने काम हुन्छ, र त्यो भइसकेपछि कर्जाको लागि सिफारिस गरेर पठाउने गरेको छ। यो पहिलेदेखि सञ्चालनमा रहेका हकमा भन्नुभयो, नयाँ सञ्चालन गर्न खोज्नेको हकमा पनि केही छ कि? सञ्चालनमा भएकालाई चाहिँ यो कार्यविधिभित्र समेटेको छ। अब जस्तो आज खुलिसकेपछि आज अब नयाँ कसैले दर्ता गरेर काम गर्न खोज्यो भने उहाँहरूले पाउनुहुन्न। तर अरू स्किमहरू छ, जस्तो उद्यमशीलताको काम गर्ने कसैले अब नयाँ अब आज थाहा पाए, तर मैले त अब यो समावेश हुन गऱ्यो भने कार्यविधिले त्यो व्यवस्था गरेको छैन। जसले एक्जिस्टिङ पहिल्यैदेखि दर्ता गरेर अनि काम गरिराख्नु भएको छ उहाँहरूले चाहिँ यसमा पाउनुभयो। नभए हाम्रो बिजनेस इन्क्युबेसन सेन्टर छ, व्यवसाय सम्वर्धन केन्द्र। त्यहाँहरू हामीले नयाँ अब कसैले आज थाहा पाउनुभयो, उहाँले केही उद्यम गर्न खोज्नु भएको छ अनि सरकारले दिने सेवा सुविधामा समावेश हुन खोज्नु भएको छ भने उहाँहरूलाई चाहिँ उद्यम सम्वर्धन केन्द्रमा हामीले जोडेर अरू उद्यमशीलताका विभिन्न किसिमका तालिम कार्यक्रमहरू हुन्छ, त्यसमा जोडेर हामीले सपोर्ट गर्न मिल्छ। कार्यक्रममा अहिले स्टार्टअप उद्यम कर्जा कार्यक्रममा कार्यविधिमा भएको व्यवस्था चाहिँ यो एप्लिकेसन खोल्नुभन्दा अगाडि लिगली रूपमा दर्ता भएर काम गरिरहेका यो नवीनतम सोच, सिप र क्षमता भएका स्टार्टअप उद्यमीको लागि चाहिँ यो खोलेको। 5 लाखदेखि 20 लाख अनि सेवा तथा उत्पादन क्षेत्रसँग यसलाई अझ टुक्राएर भन्दाखेरि जस्तो उत्पादनमा कस्ता कस्ता र सेवामा कस्ता कस्ता अलिकति त्यो पनि प्रश्न पार्दैन न? जे पनि उत्पादन हुन्छ नि, कसैले साबुन बनाउनुहुन्छ होला, कसैले अब विभिन्न किसिमका यो प्राकृतिक जडीबुटीबाट केही बनाउनुहुन्छ होला, कसैले कपडाबाट गार्मेन्टका विभिन्न फेसनेबल नयाँ डिजाइनका कपडाहरू बनाउनुहुन्छ होला। जे पनि उत्पादन, कृषि पनि हुन सक्छ, कृषि उत्पादन पनि हुन सक्छ, कृषि उत्पादन पनि हुन सक्छ। अलिकति नवीनतम सोच लाएर कृषि उत्पादन गर्नुभएको छ, त्यो फलफुल खेती कसैले गर्नुभएको छ, कसैले अब माछा पालन गर्नुभएको छ। सेवामुखीमा अब जस्तो कसैले होटल व्यवसाय गर्नुभएको छ, कसैले टुरिज्म सेक्टरमा काम गर्नुभएको छ, कुनै किसिमको सर्भिस दिनु, हस्पिटलिटी इन्डस्ट्रीमा काम गर्नुभएको छ भने उहाँहरू पनि यसमा समावेश हुन्छ। खास गरी 19वटा क्षेत्रहरू तोकिदिएको छ सरकारले, र त्यसलाई चाहिँ 5वटा क्याटेगोरीमा राखिदिएको छ। 5 देखि 20 लाख जुन रकम भन्नुभयो, त्यो रकम चाहिँ के आधारमा त्यसको निर्धारण हुन्छ? रकम चाहिँ यस्तो छ, अब यो जस्तो पहिला त मागै हुनु पर्यो। जो उद्यमी हुनुहुन्छ उहाँलाई कति आवश्यकता छ, कसैलाई 7 लाख आवश्यकता होला, कसैलाई 10 लाख आवश्यकता होला। बढीमा दिन सक्यो भने सरकारले 20 लाखसम्म भनेको छ। भनेपछि
भनेपछि पहिला आवश्यकता कति छ र त्यो आवश्यकतालाई हेरेर उहाँहरूको जस्तो कारोबार गत वर्ष वा यो वर्ष कति कारोबार गर्नुभयो, उहाँको अब्जर्भेसन क्यापासिटी कति छ त। फर इक्जाम्पल कसैले यो वर्ष 5 लाखको कारोबार गर्नुभयो, उहाँले प्रक्षेपण चाहिँ 10 लाखको गर्नु भएको छ र उहाँले त्यो 10 लाख लिएर मैले यो एक्टिभिटिज गर्छु मलाई त्यति चाहिन्छ भनेर त्यो मूल्याङ्कन समितिले उहाँहरूको डकुमेन्टहरू हेरेर उहाँहरू बिजनेस प्लान प्रेजेन्टेसनमा यो व्यावसायिक योजना प्रस्तुतीकरण गर्न आउँदाखेरि त्यसमा प्रश्नोत्तर गरेर साँच्चीकै उहाँले प्रपोज गरेको एक्टिभिटिजहरू ठिक छ कि छैन, जस्टिफिएबल छ कि छैन, साँच्चीकै त्यति पैसा चाहिन्छ कि चाहिँदैन भन्ने कुराहरू त्यहाँ मार्किङ गर्ने सिस्टम पनि छ, यो कार्यविधिमा व्यवस्था गरेको छ र त्यसको आधारमा चाहिँ निर्णय गर्छ र त्यो सिफारिस गरेर पठाइसकेपछि अन्तमा वाणिज्य ब्याङ्कले पनि स्थलगत निरीक्षण गर्नुहुन्छ र उहाँहरूले हेरेर त्यसको आधारमा डिसिजन गर्नुहुन्छ। अनि यो कर्जा लिनका लागि कुनै किसिमको धितो वा धरौटी राख्नुपर्ने हुँदैन हैन त? चाहिँदैन। त्यो प्रस्ताव मात्र जुन हाम्रो एउटा स्ट्यान्डर्ड फर्मेटमा राखिदिएका छौँ त्यही स्ट्यान्डर्ड फर्मेट भर्ने र कागजातहरू जे मागेको छ त्यो कागजातहरू राखिदियो भने पुग्छ। यसपालि कतिजनालाई यो कर्जा प्रवाह गर्ने यहाँहरूको लक्ष्य छ? टेन्टेटिभ इस्टिमेट चाहिँ हाम्रो बजेट तथा कार्यक्रममा 400 जनाको लक्ष्य छ, तर अब कति निवेदन आउँछ कति माग आउँछ त्यसको आधारमा यो बढ्न पनि सक्छ। जस्तो गत वर्षको कुरा गर्दाखेरि 500 को लक्ष्य तोकिदिएको थियो गभर्मेन्टले, तर एप्लिकेसनहरू आउँदै गर्दाखेरि मूल्याङ्कन समितिले काम गर्दै गर्दाखेरि हामीले 661 जनालाई सिफारिस गरेर पठाएका थियौँ, त्यसमध्ये 600 ले पैसा पाउनुभयो। त्यही भएर अब योपालि पनि अब कति माग आउँछ कति पैसा माग आउँछ 73 करोड बजेट छुट्याएको छ सरकारले। अब त्यो बिचमा अब हाम्रो 20 लाखसम्म बढीमा दिन सक्ने हो, कमसेकम 5 लाख हुन्छ। अनि कतिजनाले क्वालिफाई गर्नुहुन्छ कति माग आउँछ त्यसको आधारमा मूल्याङ्कन समितिले हेरेर त्यो नम्बर 400 भन्दा बढीलाई नै सिफारिस हुन सक्छ। योपालि चयन भएकाहरूले कुन समयदेखि पाउन थाल्छन् कर्जा? अब अहिले हामीले अब 21 दिनको सूचना निकालेका छौँ। अब हाम्रो अहिलेको टेन्टेटिभ आँकडा चाहिँ माघसम्ममा पैसा डिस्बर्स भइसक्छ भन्ने छ। गत वर्ष अलि ढिलो भएको थियो, यो बिचमा दसैँ तिहार त्यसपछि धेरै एप्लिकेसनहरू आउँदाखेरि मूल्याङ्कन समितिले काम गर्छ, अलि ढिलो भएको थियो। योपालि हामीले चाँडै नै सकौँला भन्ने छ। अब अन्त्यमा यो कार्यक्रमको अहिलेसम्मको उपलब्धि अथवा प्रभावकारिताका बारेमा भन्नुपर्दा के भन्नुहुन्छ? तेस्रो वर्षमा हामीले गर्दैछौँ। पहिलो वर्षमा आर्थिक वर्ष 2080-81 मा हामीले गर्यौँ। त्यो पहिलो पल्ट सरकारले धेरै वर्षदेखि प्रयास गरिरहेको तर विभिन्न कारणले नभइरहेको अवस्थामा आर्थिक वर्ष 2080-81 मा 25 करोडको बजेट थियो, हामीले गर्यौँ। 165 जनाले पैसा पाउनु भएको छ, काम गर्दै हुनुहुन्छ। 2081-82 मा 600 जनाले पैसा पाउनुको काम गर्दै हुन्छ। अहिले हामीले ठ्याक्कै एउटा सिस्टमेटिक सर्भे वा रिसर्च गरेको छैनौँ, तर हाम्रो कर्मचारीहरू म आफै पनि लगभग 24-25 ठाउँमा जान भएका छौँ। ब्याङ्कका साथीहरूले हेरिराख्नु भएको छ, हेर्दाखेरि एकदम राम्रो प्रभावकारी छ। सबैजनाको व्यवसाय बढेको छ, रोजगारी सृजना भएको छ। हामीले न्यू वेल्थ क्रिएसन भनेर भन्छौँ, न्यू वेल्थ क्रिएसन भएको छ, न्यू जब क्रिएसन भएको छ। र अर्को राम्रो पाटो चाहिँ के हो भने यो रिपेमेन्ट, यो त 3% ब्याज दरमा दिएको हो सरकारले। अहिलेसम्म हेर्दाखेरि ब्याङ्कले रिपोर्ट गरे अनुसार करिब 2 करोड 90 लाख रुपियाँ रिपेमेन्टको रूपमा फिर्ता आइसकेको छ। जसले पैसा लानुभयो काम गर्दै हुन्छ उहाँले फिर्ता पनि गरिसक्नु भएको छ 2 करोड 90 लाख रुपियाँ। त्यो हिसाबले हेर्दाखेरि प्रभावकारी नै देखिएको छ, प्रभावकारी भइरहेछ, प्रभावकारी देखिया छ। राम्रो किसिमको वातावरण छ, जसले पैसा लानु भएको छ उत्साहित भएर काम गरिराख्नु भएको छ। उहाँहरूको व्यवसाय बढिरहेको छ, रोजगारी सृजना गर्नुभएको छ, नाफा कमाउनु भएको छ र ओभरअल यो मार्केटमा एउटा आर्थिक गतिविधि बढेको जस्तो देखिन्छ।